नमस्ते साथीहरू, स्वागत छ मेरो युट्युब च्यानलमा। आज म गुराँसको राजधानी भनेर चिनिने तिनजुरे हजारको बारेमा केही जानकारी दिन चाहन्छु। साथीहरू, अहिले गुराँसको फूल फुल्ने सिजन हो। धेरै पर्यटकहरू तिनजुरे घुम्न आउने गर्छन्। हजुरहरू घुम्न आउनुहोला, विभिन्न प्रजातिका गुराँसको फूलहरू हेरेर आनन्द लिनुहोला। वास्तवमा तिनजुरे मिल्केजल्जले क्षेत्र नेपालको पूर्वी पहाडी भूभागमा अवस्थित एक अनुपम प्राकृतिक सम्पदा हो। यो क्षेत्र तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलमा पर्छ। तिनजुरे मिल्के र जल्जले पर्वत श्रृङ्खलाले घेरिएको यो भूभाग जैविक विविधता, प्राकृतिक सौन्दर्यता र विशेष गरी गुराँसका विभिन्न प्रजातिको अनुपम वासस्थानको रूपमा विश्व प्रसिद्ध छ। यही कारणले गर्दा यस क्षेत्रलाई गुराँसको राजधानी भनेर चिनिन्छ। गुराँस रोडोडेन्ड्रन नेपाल राष्ट्रको राष्ट्रिय फूल हो। नेपालमा पाइने गुराँसका 33 प्रजातिहरूमध्ये 28 भन्दा बढी प्रजाति यही तिनजुरे मिल्केजल्जले क्षेत्रमै पाइन्छ। यति धेरै प्रजातिमा गुराँस फुल्ने संसारकै कम क्षेत्रमध्ये यो एक हो। गुराँसको यस्तो घनत्व, विविधता र सौन्दर्यलाई दृष्टिगत गर्दै यस क्षेत्रलाई गुराँसको राजधानी उपमा दिइएको हो। भौगोलिक बनावट र जैविक विविधता। तिनजुरे मिल्केजल्जले क्षेत्र समुद्र सतहदेखि 2500 मिटरदेखि 3700 मिटर उचाइसम्म फैलिएको छ। यस भौगोलिक विविधताका कारण यहाँ विभिन्न जलवायु क्षेत्र र वातावरणीय पारिस्थितिकी प्रणालीहरू विकसित भएका छन्। यही कारणले गर्दा यो क्षेत्र जैविक विविधताको धनी मानिन्छ। गुराँसको लागि उपयुक्त जलवायु चिसो, नमीयुक्त र पहाडी भूगोल यस क्षेत्रमा पाइन्छ, जसले गर्दा यहाँ गुराँसका थुप्रै प्रजातिहरू सजिलै फुल्छन्। यहाँ रातो, सेतो, गुलाबी, पहेँलो, बैजनी आदि विविध रङका गुराँसहरू फुल्दछन्, जसले सम्पूर्ण वन क्षेत्रलाई वसन्त ऋतुमा रङ्गीन बनाउँछ। गुराँसको विविधता। गुराँसको प्रजातिमा आधारित हिसाबले हेर्दा नेपालका अन्य क्षेत्रभन्दा तिनजुरे मिल्केजल्जले क्षेत्र धेरै समृद्ध छ। यहाँ पाइने प्रमुख गुराँस प्रजातिहरूमा रोडोडेन्ड्रन आर्बोरियम, लाली गुराँस, आर बार्बटम, आर क्याम्पानुलाटम, आर फाल्कोनेरी, आर हडसोनियाई, आर लेपिडोटम आदि उल्लेखनीय छन्। यी प्रजातिहरूमध्ये कतिपय दुर्लभ र सङ्कटग्रस्त सूचीमा पनि पर्छन्। विश्वमै बिरलै पाइने यस्तो जैविक विविधताले यो भूभागलाई विशेष बनाएको छ। पर्यावरणीय महत्त्व। गुराँस वनले पर्यावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। यस वनले पानीको स्रोत जोगाउन, जमिनको कटान रोक्न, हावाको गुणस्तर सुधार गर्न र जैविक विविधतालाई संरक्षण गर्न योगदान पुर्याउँछ। गुराँस फुलेको मौसममा यसले ठूलो सङ्ख्यामा मौरी, चराचुरुङ्गी, किरा र जनावरहरूलाई आकर्षण गर्छ। यसले सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई जीवन्त बनाउने काम गर्दछ। पर्यटन सम्भावना। गुराँस फुल्ने समय चैत्रदेखि वैशाख यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरूको उल्लेख्य आकर्षणको विषय हुन्छ। गुराँस फुल्दा पहाडी भेगहरू रङ्गीन भई स्वर्ग जस्तो देखिन्छ। तिनजुरे, मिल्के र जल्जलेबाट देखिने कञ्चनजङ्घा, मकालु लगायतका हिमालहरूको दृश्यले पर्यटनको रोमाञ्चकता थप बढाउँछ। गुराँस फुलसँगै प्राकृतिक पदमार्ग, मौलिक संस्कृतिको अनुभव, वनस्पति र चराचुरुङ्गीको अध्ययनका लागि पनि यो क्षेत्र उपयुक्त गन्तव्य हो। सरकार र स्थानीय निकायले यस क्षेत्रको जैविक र पर्यटन सम्भावनालाई मध्यनजर गर्दै तिनजुरे मिल्केजल्जले क्षेत्रीय संरक्षण कार्यक्रम सुरु गरेको छ। साथै यस क्षेत्रमा इको ट्रेल, होमस्टे, गाइड सेवा लगायतका पूर्वाधारहरू विस्तार हुँदै गइरहेका छन्। तिनजुरे जानको लागि धरान, धनकुटा हुँदै तेह्रथुम, बसन्तपुरदेखि जान सकिन्। सांस्कृतिक र सामाजिक महत्त्व। गुराँस नेपाली जनजीवन, संस्कार र साहित्यसँग गहिरो रूपमा गाँसिएको छ। नेपाली लोकगीत, कविता, कथाहरूमा गुराँसको विशेष स्थान छ। लाली गुराँसलाई नेपालीको पहिचानसँग जोडिएको फूल मानिन्छ। गुराँसले प्रेम, सौन्दर्य र राष्ट्रप्रेमको प्रतीक बोक्दछ। तिनजुरे मिल्केजल्जलेमा गुराँसको व्यापक उपस्थिति हुँदा यो भूगोल सांस्कृतिक दृष्टिले पनि राष्ट्रिय गौरवको विषय बनेको छ। यस क्षेत्रका स्थानीय जातिहरू लिम्बू, राई, मगर, तामाङ आदि गुराँससँग सम्बन्धित विभिन्न धार्मिक, सांस्कृतिक परम्परा र मान्यताहरूमा विश्वास गर्छन्। गुराँसको फूललाई धार्मिक पूजामा प्रयोग गरिन्छ भने यसको पात र फूल विभिन्न परिकार तथा औषधिमा समेत प्रयोग हुन्छ। संरक्षणका चुनौती र सम्भावना। यद्यपि तिनजुरे मिल्केजल्जले क्षेत्र गुराँसका लागि स्वर्ग मानिन्छ, तर पछिल्लो समय विकास निर्माण, अवैज्ञानिक कृषि विस्तार, वन विनाश, जलवायु परिवर्तन जस्ता कारणले यस क्षेत्रको जैविक विविधता सङ्कटमा पर्न थालेको छ। गुराँसका केही प्रजातिहरू विलुप्त हुने अवस्थामा छन्, तर यस्तै समस्याबीच पनि संरक्षणको विभिन्न पहलहरू देखिएका छन्। तिनजुरे मिल्केजल्जलेलाई जैविक विविधता संरक्षण क्षेत्र बनाउने, पर्यावरणीय शिक्षा प्रवर्धन गर्ने, स्थानीय सहभागिता बढाउने, वैकल्पिक पर्यटन विकास गर्ने जस्ता उपायहरूले यस क्षेत्रको संरक्षण सम्भव छ। निष्कर्ष। तिनजुरे मिल्केजल्जले क्षेत्र केवल एक प्राकृतिक स्थान मात्र नभई गुराँस फूलको अनौठो संसार हो। यहाँ पाइने गुराँसको विविधता, सौन्दर्य र महत्त्वले यसलाई गुराँसको राजधानीको उपमा दिनु स्वाभाविक छ। जैविक विविधता, पर्यावरणीय संवेदनशीलता, पर्यटन सम्भावना र सांस्कृतिक महत्त्वले
भरिपूर्ण यस क्षेत्रको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो। गुराँसको राजधानी तिनजुरे मिल्केजल्सले केवल एउटा उपमा होइन, यो नेपालको प्राकृतिक गौरवको प्रतीक हो। यसलाई सुरक्षित राख्न सकेमा नेपालले जैविक विविधता र हरित पर्यटनका क्षेत्रमा विश्वमा उदाहरणीय स्थान बनाउन सक्छ। धन्यवाद साथीहरू। केही त्रुटि भएमा सल्लाह सुझाव दिनुहोला। फेरि अर्को भिडियोमा भेटौँला।